तपाईको कम्पनीमा स्टाफहरु चाहिँ कुन टाइममा आयो र कुन टाइममा गयो यहाँनिर हाम्रो यो लेखेको छ इन टाइम र आउट टाइम। अनि त्यसपछि हामीले निकाल्नु पर्ने छ टोटल चाहिँ कति घण्टा काम गर्यो, यहाँनिर वर्किङ आवर्स हामीले निकाल्नु पर्ने छ। अब यसको लागि चाहिँ यहाँनिर फर्मुला तपाईहरुले लगाउनु पर्ने हुन्छ इक्वल इफ, यदि इफ हालेपछि स्मल ब्र्याकेट ओपन गर्ने, त्यसपछि यो आउट टाइम भन्दा बढी ग्रेटर देन राख्ने, यहाँनिर आउट टाइम भन्दा बढी इन टाइम छ भने कमा, त्यसपछि आउट टाइम माइनस इन टाइम गर्ने, अनि फेरि यहाँनिर कमा दिने, अनि 1 प्लस त्यसपछि फेरि आउट टाइम माइनस अनि इन टाइम। तपाईको यो टाइमिङ नि 12 आवर्समा छ या 24 आवर्समा छ भने पनि यही नै फर्मुला चाहिँ काम गर्छ। त्यसपछि के गर्ने, लास्टमा ब्र्याकेट क्लोज गरिदिने। अब यति गरिसकेपछि इन्टर गर्ने, यहाँ फर्मुला एकदम राम्ररी हेर्नुस्, अनि यति गरिसकेपछि इन्टर की थिचिदिने। अब यहाँनिर हाम्रो यो 0 यस्तो भएर आएको छ। अब यसलाई मिलाउनको लागि चाहिँ के गर्छौँ हामी, माथि यो जेनरल छ नि, यो जेनरलको यो एरोमा क्लिक गर्ने, अनि यहाँनिर मोर नम्बर फर्मेट भन्ने छ, यसमै जान्छौँ। अनि त्यसपछि यहाँनिर टाइम भन्ने छ नि, यो टाइममा क्लिक गर्छौँ हामी, अनि यहाँनिर यो टाइम चुज गर्छौँ है, राम्ररी हेर्नुस्। एएम पीएम यसमा के पनि छैन, यो टाइम चुज गर्छौँ, त्यसपछि ओकेमा गएर क्लिक गर्छौँ। अब यति गरिसकेपछि यहाँ हेर्नुस् त हाम्रो यो कति घण्टा काम गर्यो यहाँनिर निस्केर आइसक्यो। पछिबाट यसलाई यो कुनाबाट चाहिँ यसरी ड्र्याग गरिदिनुस्। अनि अर्को छ ओभर टाइम भन्ने छ हैन, यो चाहिँ कसरी निकाल्ने भन्ने कुरा चाहिँ नेक्स्ट भिडियोमा हेर्न चाहिँ नबिर्सनु होला। यस्तै टिप्स एन्ड ट्रिक्सलाई चाहिँ फलो गर्न चाहिँ नबिर्सनुस्, साथै साथीभाइहरूले चाहिँ शेयर गर्न पनि नबिर्सनु होला है त।